अस्ट्रेलियाको सुरुको मान्छेहरू यस्तो हुँदो रहेछ। म त सोचेको थिएँ कि पुरा कुहिरेहरू हुन्छ होला भनेर, तर होइन रहेछ नि। हेर यिनीहरूको किन त्यो हस्पिटलको हो, कोही कस्तो रियलमै हेरे चाहिँ। यसको भित्रको आन्द्रा फालेर बाहिरको भुत्लासँगै राखेको क्या। ओइ कत्रो ठुलो कङ्गारू, यसले त हेरेछ भनेर माथितिर फर्केर खतरा नि। डिङ्गो अस्ट्रेलियाको नेसनल एनिमल कङ्गारू हो कि। हेर न, मयूर, कक, इगल, गिद्ध। भल्चर भनेको गिद्ध, इगल भनेको काग, भनेको त क्रो हो। चिल्काचुल। हेर न सफाहरू कोरल होइन, बलोरा। मुसा पनि राखेको छ गाइस यहाँ त म्युजियममा। त्यहाँ मुसा छ हुन्छ कि जनावर हो यस्तो ठुलो। उयो हेर न, त्यो सर्पको स्केलेटन हो। ऊ कोरल त त्यो पो हो त। ऊ कोरल कोला। हेर बटरफ्लाईको टाइप्स। टाइप्स देखाउँछ, यो सबै बादलको टाइप हो। अनि यो चाहिँ चराको टाइप, चरा कति राम्रो हो। पहेँलो, हरियो, रातो, अरेन्ज कलरको। ए के हो बच्चासँगै छ त। कसले हात्ती हुन्थ्यो, नेपालको होला क्या। ब्राउन बियर, ब्ल्याक बियर। ओहो खतरा अमेरिकन बाइजन। सी फुड भनेर खान्छ नि मान्छेहरू, यही हो लब्स्टर, क्र्याब। कत्रो ठुलो है क्र्याब। ओ माई गॉड, अभी के को आकाशहरूमा हेर्नु न गाइस, व्हेलको पेन्गुइन। त्यो आजभोलि टिकटकमा चलेको थियो नि, एउटा पेन्गुइन चाहिँ जुनबाट छुटेर परेर जाने, त्यही पेन्गुइन हो क्या गाइस। टाइप स्केलेटन पनि छ, सब यिनीहरूको बारेमा लेखेको छ कि यहीँ। कस्तो युनिक है। आए है बाघ, चितुवा, गैँडा सब छ। नेपाल सिंह के भन्छ अरे, नेपालको गैँडा होला। इन्डियन एजेन्ट ओ अस्ट्रेलिया। यो सब रियल हो कि होइन, भुत्लाउ गरेर राखेको प्रिजर्भ हो। ओके हेर न कोला यो म भने हेर त के रे यो बाघ, टाइगर हो क्या गाइज। ए पक्कुपाइन, दुम्सी, नेपालीमा दुम्सी भन्छ क्या, पक्कुपाइन। कच्चा छ है, क्रिटिकली एकदम इन्डेन्जर थियो भनेको। जिराफ हो यो चाहिँ, जेब्रा। ए हिप्पोपोटामस हो। हेर त्यसले के खाएको। हेर यो चाहिँ के हो, क्यासोबेरी। जिउँदै छ हो, डाइनोसरको टाइमबाट जिउँदै छ। यो कति वर्ष पुरानो होला तिनीहरूको भनेपछि एन्सेस्टरहरू। कता छ त्यो चरा। पेटबाट निकालेको डाइसेक्सनको पेटी कति खाने होला त्यसले। एउटा मान्छे छ हात के हो। ओ माई गॉड, मुटु। के फरक छ र एल्सा र डाइनोसरमा? केही छैन त्यही
नाक सानो छ त्यति मात्र, अरू सबै फिटै हो। यस्तरी सुनबेट आउँथ्यो अरे अस्ट्रेलियामा, त्यही भएर कुहिरेहरूले एबोर्जिनलहरूलाई निकालेको। भनेको ओरेन्ज ओफिर भन्ने ठाउँमा, अनि बेन्डिगो र बालाराट यहाँ त सबभन्दा ठुलो माइनिङ छ। डल्लो मिटियोराइट आकाशबाट खसेको। आगोले प्रेसरले कन्डेन्स भएर यसरी बन्छ त्यस्तो। Bye bye guys, thank you so much for watching my first vlog.